सुन्नु न, तपाईँ धनको धनी बन्ने कि मनको धनी? धनको धनी पनि मनको धनी पनि बन्दा मिल्दैन र? लेट्स बी प्र्याक्टिकल, रियलिस्टिक हौँ। मनको धनी त बन्ने जुन हाम्रो संस्कारै हो, हामीले सिक्दै आएको कुरा, हामी मनको धनी हुनुपर्छ, हामी दयालु हुनुपर्छ, हामी परोपकारी हुनुपर्छ भनेर हामीले सुन्दै देख्दै सिक्दै आएको कुरा हौँ। त्यसमा त मेरो दुई मतै छैन। तर मनको धनी भएर मात्रै जीवन चल्छ त? बिरामी भयौँ, टाउको दुख्यो, या हस्पिटलै एडमिट हुनु पर्यो, हामी त्यहाँ गएर हामी मनको धनी छौँ, हामी मन डिपोजिट गर्छौँ, उपचार गरिदिनुहोस् भन्दा हाम्रो उपचार हुन्छ त? पसलेकोमा गएर म तपाईँलाई मेरो मन दिन्छु, तपाईँ मलाई खानेकुरा दिनुहोस् भन्यो भने दिन्छ त? हामी पैसाको कुराबाट किन भाग्छौँ? पैसालाई टेबलमा ल्याएर पैसाको विषयमा हामी कुरा गर्नै रुचाउँदैनौँ। गरिराकै छ, भइराकै छ, खाना लाउन पाकै छ। हामी आउँदो पिँढीलाई फाइनेन्सियल लिटरेसीको बारेमा केही सिकाउन चाहँदैनौँ त? तपाईँ मिलिनियर, बिलिनियर, ट्रिलिनियरै बन्नुपर्छ त मैले भन्दिनँ। म त बुक पढिरहेको छु, द साइकोलोजी अफ मनी। म त त्यो बुकले जे भन्छ त्यही आफूले सिकेको कुरा न बाँडिरहेको छु। धनी नै बन्दिनँ म, पैसाको धनी किन चाहियो? म त मनको धनी छु भन्नु चाहिँ अलिक रियलिस्टिक होइन कि जस्तो लाग्छ मलाई चाहिँ, टु बी अनेस्ट। म चाहिँ यसलाई सिक्न खोज्दैछु, यसलाई बुझ्न खोज्दैछु, केही पुस्तकहरू पढिरहेको छु, केही पैसालाई बुझेको मान्छेहरूको पोडकास्टहरू सुनिरहेको छु होइन, र अरू थुप्रै बुकहरू पढ्दै जानेछु पैसाको विषयमा, व्यक्तिगत विकासको, व्यक्तित्व विकासको विषयमा, र अध्यात्मको विषयमा पनि पढ्नेछु, पढ्दै आएको छु, र तपाईँहरूसँग त्यो कुरा पनि सेयर गर्नेछु। तर त्यो कुरालाई तपाईँले आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ, तपाईँ त्यो कुरालाई मान्नुहुन्छ कि हुन्न भन्ने त नितान्त तपाईँको विचार हो। खैर, तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, जति पैसा कमाइरहनु भएको छ, सुखी रहनुहोस्, खुसी हुनुहोस्, मेरो यही शुभकामना छ।